मरेको दिन मात्रै काम सक्ने हो। यो कुरा चाहिँ सानैदेखि सुन्दै आएको अनि अहिले ठुलो भएर चाहिँ हो जस्तो पनि लाग्छ क्या कता न कता। गाउँघरमा मजा त धेरै आउँछ तर बेला बेला कामको लस्कर लागेको देख्दा चाहिँ वाक्क पनि लाग्छ। अनि अहिले चाहिँ हामीले यो धानको बिउ पनि छरिसक्यो। धानको बिउ त्यो गरा खन्नुभन्दा 1 हप्ता अगाडि मात्रै हामीले अदुवा रोपिसकेको थियो। अदुवा चाहिँ आमा-आपाले रोप्नु भएको थियो। हामीले अलिअलि सघाएको थियो अनि त्यसको लगत्तै अर्को हप्तादेखि चाहिँ फेरि ब्याट खन्नुपर्ने अरे। अनि हिजो अस्तिको हप्ता चाहिँ हामीले ब्याट खनेर चिटिक्क पारिराखेको थियो। त्यहाँदेखि हिजो अस्तिको छुट्टीमा चाहिँ त्यहाँदेखि ब्याट छरेको हो। हामी चाहिँ प्रायः छुट्टीको बेलामा नै काम गर्छौँ नि त। अनि हिजो अस्ति छुट्टी शनिबार आइतबार चाहिँ एकदमै घाम लागेको थियो। अनि आपाले चाहिँ त्यो बेडहरू मिलाएर चिटिक्क पारिदिनु भएको थियो। त्यहाँदेखि मलाई चाहिँ छरै भन्नुभएको थियो नि त। त्यहाँदेखि मैले चाहिँ सबै छरेर त्यहाँदेखि किल्चेर त्यहाँदेखि फेरि माटोले छोप्नुपर्ने क्या। अनि यस्तो घाम लागेको थियो। बिहान बेलुका गरेर चाहिँ मैले काम गरिसकेको थिएँ। अनि त्यो छरेर पनि अलिकति धानको बिउ चाहिँ उब्रियो नि त। त्यहाँदेखि यतापट्टि चाहिँ मैले खनखान गरेर अनि यो फ्याउरीले लेबलिङ मिलाएर एकदम लेबलिङ मिलाएर चिटिक्क पारेर ब्याट छर्नुपर्छ। तर मैले चाहिँ लापर गरिदिएँ। त्यस्तो चिटिक्क त अब गरिनँ। अलिकति मात्रै चाहिँ मैले यसरी मिलाउनु परेको थियो। अनि यसरी नै योपालिको धानको ब्याट पनि छरिसक्यो। अनि यो सब मिलाइसकेर चाहिँ मैले त्यहाँनिर अलिकति उब्रेको धान छरिदिएँ। छरेर चाहिँ टेक्नुपर्छ, हल्का टेक्नुपर्छ। अनि हल्का टेकेर चाहिँ त्यहाँदेखि फेरि माटोले पनि हल्का नै पुर्नुपर्छ। बेसी पुऱ्यो भने चाहिँ भोलिपर्सि उखाल्नु अलिक अप्ठ्यारो हुन्छ। त्यही भएर कम्ती पुरेर यसरी नै यसपालिको धानको ब्याट पनि राखिसक्यो।